गाइस साथी हिजोको सेम प्रब्लम जस्तो भइरहेको छ देख्दैछु म अहिले आजको यहाँ डिजल फ्युलमा त्यो मलाई यसले धेरै दुःख दिए जस्तो छ हो पक्कै पनि हिजोको चाहिँ हेर्नु त्यो के भइरहेछ आज पनि यो डिजल फ्युलमा यहाँ हेर्नुहोस् ल एभ्रिडे यो के हो यस्तो है साथीहरू यो के हो आज पनि मलाई प्रब्लम दिइरहेको छ एभ्रिडे होइन हिजो यस्तो घट्दै आज यहाँ पनि आज पनि भएछ क्या भित्र चेक गरेर सिस्टममा त्यही भन्छ यहाँ प्रब्लम हुन्छ होइन यो पनि बुझ्छ झरे साथी है त्यो भएर भित्र किन चिसो हुन्छ चिसोले क्या चिसोले हेर्नु ल यो पनि उहिले हो हिटरकै हो यो होइन इलेक्ट्रिक हिटर हो यो इलेक्ट्रिक चिसोले चलेको छैन यो -20 हुन लागिसक्यो अब यस्तो चिसोमा अनि यो चलेन आज किन चलेन हिजो त चलेको पुरा तातो छ क्या फ्युल त आइरहेछ के समस्या छ यसको चिसोले भित्र गएर चेक गर्छ हेर्नुहोस् यो चिसो जम्दै थियो क्या पानी पर्छ पानी दिउँसो अब चलाइदिने यो गाडी कुदाएको हुन्छ होइन आज फेरि माइनस हो र यो भोलि गएर सुपरभाइजरले नभन्नु हेर्नु पर्ने सिस्टम यसको पनि अब सिस्टम होला नि त यो तारहरू के कुरो होइन पुरै उयो भइसकेको नि जमिसकेको छ नि छैन झर्नु लाग्छ पुरा यो कराइरहेको छ क्या यो के हो पम्प रहेछ नि त यो पम्प रहेछ होइन स्टप भयो साथी फेरि गएर म अन गर्छु है भित्र यसको यहाँनिर हुन्छ क्या यो हिटर अन यो अफ भयो अहिले यो अनमा राखेन अन हो अफ भयो अब यसलाई अन गर नि त यहाँ चल्नु त चलिरहेछ इसको तो क्वालिटी के बस मिलता है